वेलकम टु माई न्यू भ्लग। आज चाहिँ धेरै लामो समयपछि चाहिँ फेरि मैले एउटा मेरो फ्यामिली भ्लग लिएर आएको छु। वैशाख 12 गते हामी चाहिँ शुक्रबार आज चाहिँ हामी चाहिँ हाम्रो फ्यामिली चाहिँ सुपर देउराली दर्शनको लागि जाँदैछ। सो अहिले चाहिँ बिहानको 10 बज्यो, हामी चाहिँ खानासाना खाइसक्यौँ। अब चाहिँ एकछिनमा निस्किन्छौँ, रेडी सेडी भएर एकछिनमा निस्किन्छौँ। सो हाम्रो सुपर देउरालीसम्मको हाम्रो फ्यामिलीको भ्लग एकदम नछुटाउनु होला ती भन्दै अहिलेलाई बिदा माग्छु। ल गाइस हामी निस्क्यौँ अब। बाई 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 बाई। ल लाग्यौँ ल। आउँदैछ हाम्रो दाइ आउँदैछ। हामी चाहिँ लाग्यौँ अब निस्क्यौँ। हेलो भनिदिनुहोस् मम्मी। हेलो भनिदिनु नानी, हेलो भनिदिनु। हामी कहाँ जाँदैछौँ? हेलो भाउजू। अब गाडी भएको ठाउँमा गाडी कहाँसम्म आउँछ यहाँसम्म जान्छौँ, त्यसपछि चाहिँ बाइक दिएर राखेर गाडीमा जान्छौँ हामी चाहिँ है। हेलो गाइज, हाम्रो गाडी चाहिँ आइसक्यो, सबै रेडी भइसक्यौँ। अब चाहिँ हामी निस्किन्छौँ गाइज। हाम्रो गाडी रोल्पा चलचल्ला यातायात प्रणाली। यदि तपाईँहरू रोल्पामा आएर कतै घुम्न चाहनुहुन्छ भने रोल्पा चलचल्ला यातायात प्रणालीलाई सम्झिनु होला। जाऊ जाऊ बस। हेलो सनमा मागी, जानु बस्नु गाडीमा। मागी हेलो हेलो बस्नु। हेलो माइली दी। ल सामानहरू के छन् सब माथि हाल्ने हो। ए हाम्रो दन भेना बस्नु भएको छ यहाँ। हेलो हेलो भन्दै हाई मा अगाडि बस्नु नि तपाईँ। अहिले चाहिँ हाम्रो 11:30 भयो। हामी चाहिँ अब गाडी आइसक्यो, सबैजना बस्छौँ गाडीमा। हामी चाहिँ अब लाग्यौँ। बाटोमा के हुन्छ कस्तो हुन्छ देखाइरहेको छु। 7, 8, 9, 10, 11। ल केटा ओके, हामी सुपर देउरालीमा भेट्छौँ फेरि। आइ आइ सम्झे आइ यहाँ गर्नुहोस्। बजार पुग्यौँ है गाइस।
One eternity later. हाम्रो गाडी चाहिँ जङ्गलमा आएर रोक्यो। आऊ बाहिर भमिट गर्छिस् आन्नुहोस् त बाहिर आइज। झरकै छु त यिनी कहाँदेखि आयो नि त कति गरियो नि यार। ए मम्मी थकाइ मेटाउनलाई गाह्रो भयो गाडीमा। अहिले चाहिँ हामी लक्सक भालुवाङ पुग्न लागिसकेछौँ यो जङ्गलमा आएर। जङ्गल यो जङ्गलमा ट्रक पनि छ अनि यहाँ चाहिँ यस्तो यस्तो छ अनि यहाँबाट हाम्रो गाडी चाहिँ यही हो अनि यो चाहिँ हुजुन हो। मारेर पानी सानी खाएर नास्ता खाएर फेरि यात्रा सुरु हुनेछ हाम्रो। लास्ट हेर्दै राख्नु होला। बिस्तारै खाए मुर्दा मुटु फुटेर मर्लास फेरि। यहाँ आफ्नो मुटु फुटेर टुक्रा टुक्रा भएर बसेको छ। मर्या छु म। वाह क्या सीन है। उस दिन मैंने कीर्ति को पहली बार देखा। लाइफ के अगले 60 साल इसके साथ क्लोजअप में बिताना चाहता हूं, पर साथ ही इसे वाइड एंगल में भी देखना चाहता हूं। कैसा लगा मेरा मजाक? लाइफ साइब होइन के हो नि तिमीलाई रमाइलो लाग्छ। भाउजूले चाहिँ भमिट कन्ट्रोल गर्नु भएको छ है। सबैले अब भमिट गर्ने भरिले औषधि खाएर आउनु होला। भाउजूले पनि गर्नुहुन्छ तर अहिले चाहिँ कन्ट्रोल गर्नु भएको छ औषधि खाएर। तपाईँले औषधि खानु भएन? मैले औषधि खाएको औषधि खाएर के गर्नु भाइ यसरी भमिट आउँछ एउटा औषधि खाएर आएको 2 घण्टा अगाडि खानुपर्छ क्या औषधि। 2 घण्टा कति अगाडिबाट थाहा भएन तर खाएको भमिट आएको। सुलीले पो गरेको छैन त अहिले त भमिट त। म त गरेको छैन एकदम राम्रो छु। सुली चौरसम्म ढौ भएको थियो त्यतिखेर एकदम ह्याप्पी। अब त अहिले त ह्याप्पी नि। यस फुबुले गर्नु भएको छ नि। म त औषधि खाम औषधि खाएर पनि खाइ हो नि डक्टरहरूले फेक दबाई बेचे क्या हो। तिमीलाई कस्तो लाग्यो त? तिमीले किन भमिट गरे हो? हट कस्तो भयो त दाइलाई? डर गर्मी छ नि। यो त भएन कि नि। हिरो देखिनु भएको छ भेना फेरि यता चस्मा लाएर। भेनाले खुब दुःख पाउनु भएको छ के। ऊ बाबुले त्यहाँ सुताइदिनु भएको छ अहिले त। ए मेरो माइली आमा के छ हालखबर? ठिकै छ अरू? तपाईँले त भमिट गर्नु भएन नि? खतरा हुनुहुने रहेछ हाम्रो माइली आमा फेरि। निशानमा हालखबर के छ त? राम्रो गाडीमा भने पछाडि न मान्छे च्याउरेन चिउरी भएको छ। हो भोक मान्नु भएको छ? अब नास्ता खाँदा कहाँ खाने हो नास्ता? रोटी लिएर आछौँ फेरि केसँग खाने भन्ने अब चटनी ल्याइदिउँ के। खाने चाहिँ हो तर कहाँ खाने अलिक
बेस्ट ठाउँ कतै पनि छैन भनेको लगाए चाहिँ हामी चाहिँ अहिले गुरुसिङेमा गाडी चार्ज गरेर आएछौँ। अटो मम्मी के छ त हालखबर? झ्यापमा हो अनि खै त ऊ के अरे बाहिर हावा खान जाने होइन? ल ल ल ल हावा खान जाने मागी गाह्रो भएको छ? गाह्रो भएको छ? गाह्रो भएको आउनु बाहिर हावा खान। हावा त चलिरहेछ तर तातो हावा चलिरहन्छ है। आउनु गर्नु हुन्छ भित्र एकछिन बाहिर बस्नु। आधी घन्टा अझै 1 घन्टा जति लाग्छ यो चार्ज गर्न। आधी घन्टा 45 मिनट लाग्छ पुऱ्याउन। त्यसपछि चाहिँ फेरि सुपर डिउरालीको यात्रा हाम्रो सुरु हुनेछ गाइज। अब चाहिँ हामी एकछिन विश्राम गर्छौँ, हावा खान्छौँ। सो एकदम गर्मी छ गुरुसिङेमा। सो हेलो गाइज, अहिले चाहिँ 8:30 भयो। हामी चाहिँ देउरालीमा पुग्यौँ। अब हाम्रो आजको बस यही होटलमा हुन्छ, लाउरे होटल। आजको हाम्रो बस यतै हुन्छ है गाइज। भोलि बिहानै चाहिँ हामी देउरालीको लागि जान्छौँ। नजिकै छ त्यहाँ अगाडि पट्टि बोलिरहेको यो चाहिँ सुपर देउराली है। हामी चाहिँ यता लाउरे बजारमा छौँ। भिड ठाउँमा चाहिँ एउटा बजार चाहिँ तलतिर पुरै भिड छ। यहाँ चाहिँ बजार चाहिँ देखेको छ है। कस्तो भयो? राम्रो भयो? खानमा गाह्रो भयो नि? टाढा फुको गाह्रो भयो नि? अब सुत्ने आराम ल गाइस। हामी चाहिँ लाउरे होटलमा चाहिँ आजको हाम्रो बस चाहिँ त्यो हुन्छ लाउरे होटलमा। सो बिहानै 4-5 बजी उठेर चाहिँ हामी सुपर देउराली मन्दिर दर्शनको लागि जान्छौँ। लथाराममा परेको छौँ सबै। धेरै टाढादेखि रोल्पादेखि आएर यो चाहिँ हामी केटाहरूको सुत्ने ठाउँ। हेलो गाइज, हाम्रो चाहिँ खाना खाने टाइम भएको छ। सबैजना रेडी छौँ खाना खानलाई। के छ तरकारी? आलु र सिमी, एक सादा खाएन, दाल चाहिँ भेज खाना, भोलि चाहिँ मन्दिर जानाले। अनि यो सलादमा चाहिँ गाजर रेडी हुनुभएको छ गाइज। अब हामी चाहिँ सुपर देउराली मन्दिर दर्शन धेरै टाढा छैन, यहीँदेखि देखिन्छ। तपाईँहरूलाई देखाइदिन्छु। यहीँ हो। ल गाइज, हामी चाहिँ हिँड्यौँ। जाम आउनुहोस्। हिजो कमेन्ट गर्दै आएको होइन।
ल लागम गाइज लागम ल गाइज यही हो है लौरे चप्केको भिड पहरमा लौरे चप्केको छ हेर्न सक्नुहुन्छ गाइज है हामी चाहिँ सुपर देउराली पुगिसक्यौँ मन्दिर हाम्रो अगाडि चाहिँ मन्दिर छ मन्दिर पनि देखाइदिनुहोस् क्यामेराम्यान तिमी ल हामी चाहिँ जाँदैछौँ सुपर देउराली दर्शनको लागि कस्तो देखेको छु त गाइस म केही राम्रो देखेको छैन यसै देखायो मेरो भाइ फेरि आफै म देखाउन डर लाग्छ उताको हेर्नु त ल गाइस हाम्रो सुपर देउराली चाहिँ उयो है मन्दिर चाहिँ कति दिन जाऊ त ए धार्मिक स्थल श्री सुपर देउराली मन्दिरमा यहाँहरूलाई हार्दिक स्वागत छ हजुरहरूलाई पनि धन्यवाद बिहानको सिरसिर आवाज चलिरहेको छ हाम्रो सुपर देउरालीमा चाहिँ पूजाको सामान किनेर चाहिँ अनि बल्ल मन्दिरभित्र छिर्छौँ गाइस यसरी पूजाको थाली बोकेर मन्दिर जाँदैछु ल गाइस म पनि फर्स्ट टाइम हो आइसक्यो मन्दिरमा उहाँ चाहिँ हुजन्स हो बलगा हामी चाहिँ लाइनमा बसिरहेको अवस्था हाम्रो चाहिँ यहाँ चाहिँ ध्वजा बान्ने कार्यक्रम हुँदो रहेछ भित्र चाहिँ गरिसकेपछि ध्वजा सजा बान्नु पर्ने रहेछ सो हामी चाहिँ ध्वजा सजा बानिरहेको छौँ गाइस ब्लगर हो उसले चाहिँ आज फेरि पनि नयाँ भिडियोको साथसाथै उसले के गरिरहेको छ भने चाहिँ यो मन्दिरमा आएर के बानिरहेको छ भन् त मैले चाहिँ ध्वजा बानिसकेँ मैले आफ्नो इच्छा पनि मागेको छु के मागिस्
अनि हामी चाहिँ अब टिका सिका लाएर पूजा सुजा गरेर अब निस्किँदै गाइस बाहिर भेटौँ बाई हेलो गाइस हामी चाहिँ अघि बिहानै आएर चाहिँ सजिलो भयो है एकदम राम्रो भयो है हेर्न सक्नुहुन्छ गाइस हामी अघि उता लाइन लागेको थियौँ अहिले हाम्रो लाइन यहाँ छ ऊ पूजा गर्नेको लाइन यहाँ छ अहिले चाहिँ 9:30 भयो गाइस लाइन हेर्न सक्नुहुन्छ गाइस तपाईँहरूले चाहिँ सुपर डिउराले आउनुलाई चाहिँ बिहानै आउनु होला पूजा गर्न लाइन हेर्न सक्नुहुन्छ अहिले यति लामो भिड लाइन छ यहाँदेखि लाइन लागेर त्यहाँ लाइन लाग्नुपर्छ है आज भोलि अहिले चाहिँ ढिलो गर्नुभयो भने चाहिँ तर बिहानै आउनुभयो भने चाहिँ तपाईँहरूले सिधै नै गर्न सक्नुहुन्छ हाम्रो आरडी ग्रुप चाहिँ अगाडि गइसक्नु भएको छ त्यही भएर अब हामी पनि निस्किम गाइस है तपाईँहरूलाई चाहिँ म लाउरे तासेको भिड देखाउँदैछु हेर्नुहोस् है त ए हाम्रो लाउरे तासेको भिड हेर्न सक्नुहुन्छ गाइस है हुबहु लाउरे छ है गाइस केही डाउट छैन है योमा लाउरे चाहिँ हामी चाहिँ पूजा गरेर आएर खाना खाइरहेछौँ मोबाइलमा चार्ज छैन चार्ज लगाएर भिडियो बनाइरहेको छु गाइस ल गाइस हामी चाहिँ भालुवाङ पुग्न लाग्छौँ भालुवाङ पुग्ने क्रममा चाहिँ बिचमा चाहिँ एउटा यहाँ कसले चाहिँ शिवजीको हाम्रो शिव भगवानको चाहिँ मूर्तिको चाहिँ चित्र बनाइदिएको रहेछ भगवाल बनाएको छ है तपाईँहरूले आउन सक्नुहुन्छ हेर्न भगवाल देखिन्छ यहाँनिर नाकको चाहिँ उ पनि रहेछ त यहाँ त के थाहा हो यो खै नाम पनि लेखेको छैन जोस भालुवाङ पुग्न 20 किलोमिटर यतातिर है कपिल बस्तुतिर ल हाम्रो दिदी चाहिँ नेपालगञ्ज जाने यतैदेखि हाम्रो दिदी चाहिँ सो हेलो गाइस हामी चाहिँ सेफली घर पुगिसकेको छौँ अहिले चाहिँ रातिको 8 बजे मैले चाहिँ मेरो लास्ट भिडियो चाहिँ भालुवाङको थियो जहाँ चाहिँ मेरो जेठी दिदी चाहिँ नेपालगञ्जको लागि छुट्टिनु भएको थियो हामीसँग सो त्यसपछि चाहिँ धेरै गर्मी पनि थियो त्यही भएर प्लस फेरि मोबाइल पनि ब्याट्री डाउन भइसकेको थियो त्यही भएर मैले चाहिँ त्यसपछिको भिडियो चाहिँ सुट गर्न पाइनँ सो सिधै म चाहिँ अहिले गराएर सुट गरिरहेको छु सो हामी चाहिँ सेफली चाहिँ सुपरडिउरादेखि घर आइपुगिसक्यो मैले चाहिँ चाहिँ लगाइ त्यही हो हाम्रो फ्यामिली भ्लग हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिन चाहिँ नबिर्सनु होला यदि राम्रो लाग्यो भने लाइक कमेन्ट अनि सब्सक्राइब चाहिँ गरिराख्नु होला ताकि मेरो नेक्स्ट भ्लग पनि हजुरहरूको सामु पुगोस् सो यति भन्दै मेरो यस भ्लगलाई चाहिँ यहीँ एन्ड गर्छु सो थ्याङ्क यू फर वाचिङ